एक पटकको कुरा हो। पुकार नामको एक केटा थियो। एक दिन उसले एउटा सानो हाँसको बच्चा भेट्यो र त्यसलाई उसले पाल्न थाल्यो। पुकारले त्यस हाँसलाई धेरै माया गर्यो र ध्यानपूर्वक हुर्कायो। झन्डै 4 देखि 6 महिनापछि त्यो ठुलो भयो, निकै राम्रो देखिन थाल्यो। एक बिहान पुकारले अचम्मको कुरा देख्यो, हाँसले त सुनको अंडा पारेको रहेछ। पुकार छक्क पर्यो र निकै खुसी भयो। उसले त्यो अंडालाई बजारमा लगेर बेच्यो र धेरै पैसा कमाउन थाल्यो। त्यस दिनदेखि हाँसले हरेक बिहान एउटा गरेर सुनको अंडा दिन थाल्यो। पुकार दिनमा दिन धनी बन्दै गयो। ऊ निकै खुसी थियो र हरेक दिनको अंडाको पर्खाइ गर्न थाल्यो। तर केही समयपछि पुकारको खुसी लोभमा परिणत भयो। पुकारले सोच्यो, यदि हाँसले हरेक दिन सुनको अंडा दिन सक्छ भने यसको पेटभित्र त धेरै अंडा हुनुपर्छ, किन हरेक दिन अंडाको पर्खाइ गर्ने। लोभले अन्धो बनेर उसले ठुलो गल्ती गर्यो। उसले हाँसलाई काट्यो, सबै अंडा एकैचोटि निकाल्ने लालचमा। तर जब उसले हाँसको पेट हेर्यो, त्यहाँ कुनै अंडा थिएनन्। त्यो त सामान्य हाँस नै रहेछ। अब पुकारसँग न सुनको अंडा रह्यो न त हाँसले। उसले आफ्नै लोभका कारण सबै गुमायो। कथाको शिक्षा: धैर्य गर्न जानुहोस् र जीवनले दिन्छ भने थोरै थोरै पाएको कुराहरू कदर गर्नु। अझै यस्ता जानकारीमूलक भिडियो हेर्नको लागि कृपया सब्स्क्राइब गर्नुहोस्।